हेलो साथीहरू, गुड मर्निङ एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि यहाँ गाउँ डुल्नको लागि कुद्दैछु। यता चाहिँ हुनुहुन्छ मेरो प्रिया, हेलो भाउजू श्रेया भाउजू, दिना हेर्न यता चाहिँ छ बहिनी। अनि कहाँ गएको हामी भन्नु त? हामी चाहिँ पर बडाहरूकोमा यसो डुल्न गएको आज 3 जना मिलेर। अनि यतिकै अल्छी लाग्यो भने डुल्दै 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 हिँडेको। घाम यस्तो लागेको छ। अनि यहाँ लिना चाहिँ अल्छी गरिरहेको छ जानु, र पनि हामी लिएर गएको। अनि गएर हिँडेको कस्तो आइरहेछ ल राम्री राम्री बहिनीहरू हुनुहुन्छ मेरो। भन्नु है, मेरो भ्लगमा केही भन्नु छ भने भनिराख्नु है। लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। हेलो ल मैले देखाइदिएँ ल। आयो हाम्रो यहाँ गोदक इलामको चाहिँ यस्तो छ है। अहिले चाहिँ बाटोहरू विकास हुँदैछ। चुना पाइप सँगसँगै विकास निर्माण हुँदैछ हो। अहिले चाहिँ हामी पर बन्दना भाउजूकोमा गएको। हामी 3 जना चाहिँ श्रेया भाउजू, दिना, म के पुऱ्याउनु गएको अरे? मै होइन भाउजू, कोसेली। यहाँ यस्तो छ, धानहरू सुकाइरहनु भएको रहेछ। यस्तो छ है बाटो चाहिँ। कुनमा हेरो पहिले हामी चाहिँ पानी मर्थ्यो नि त। अहिले चाहिँ हाम्रोमा पाइपमा पानी आउँछ। पहिले पाइपमा पानी आउँदैन थियो नि त। अनि त्यहाँदेखि कस्तो हाकार मर्थ्यो। अनि यहाँनिर 15 मिनटदेखि 20 मिनटको बाटो छ हौ। यहाँ यस्तो बाटोमा पानी लिन आउनु पर्थ्यो। यस्तो कति अहिले म तपाईँहरूलाई मन पनि देखाइदिन्छु कि कहाँ पो छ त, कहाँ यस्तो बाटोमा। घरदेखिको चाहिँ मैले तपाईँलाई भिडियो हालिनँ। अहिले भरे म देखाइदिन्छु। लगभग 15 मिनट लाग्छ है लिन। यता दिन आइदिनुहोस् कि क्या पानी कता हो भाउजू? यता नि यस्तो यता धारा पानी लिनु चाहिँ गएको कि यता भाउजूहरूकोमा त यो बाटो त धेरै भन्यो। अनि नगएको त यहाँ माथि छ भाउजूहरूको चाहिँ घर। अनि यस्तो घाममा पनि कुदेको अमिसो घारी कुद्नु छ कि कहाँ कुद्नु छ कि यस्तै छ है हाम्रो चाहिँ। यस्तो छ है। आया लडे झन्ने कति उकालो बाटो छ हेर्नु न। हावा चलिरहेछ। यस्तो सबै अमिसोहरू सुकेछ। डाँडा काँडा बगान है यो गाइज। चिया बगान, सुन्तला, अम्बक, दाउरा काटेर पनि राख्नु भएछ। अहिले त केही हरियो छैन। अहिले सुक्खा लागिरहेको छ। भर्खर मुनाहरू पलाउँदो रहेछ चियामा त। राम्रो छ। ओ पारि चाहिँ अँधेरी खोला भन्छ हाम्रो डाँडा। यस्तै छ है। ओ त्यहाँ छ भाउजूहरूको घर। आइपुग्नु आँट्यौँ बडाहरूको घरमा। अहिले चाहिँ माथि बडाहरूको घरमा आउँदैछौँ हामी। अब एकैचोटि त्यहाँ घरमा पुगेपछि मात्र हजुरहरूलाई देखाउँछु ल। हामी चाहिँ फाइनल्ली भाउजूहरूकोमा। खै पिङ यही त भाइको पिङ होला। कस्तो मजाले लालुपाते फुल। पिङ छ है गाइस, पिङ खेल्नु मन आपको बहुत। यहाँ बडा चाहिँ नानीहरूको पिङमा खेल्नुहुँदैछ है। लाजु आयो हामी चाहिँ फर्केको ल। लु चाहिँ नहाल्नु न, म त भरे एडिट नगरी हालिदिन्छु नि। फेरि जे आउँछ त्यही हालिदिन्छु म त। बहिनीको पछि
पछि पछि हिँड्दैछौँ हामी चाहिँ गाउँ घुमाउनु लिएको बहिनी अब यहाँ पनि ढलाइ पो गर्नुभएको रहेछ त बोरिङ भयो भनेर तर बस्नु पनि दिनुहुन्न अलिक मजाले के भन्नु अब अम्मा यत्रो 1 घन्टा बस्नु नि त हौ त्यो त अगाडि बाटोहरू पनि देखाइदिनु हाम्रो गाउँको गोरेटो बाटोहरू ढलाइ गरेर राम्रो भएछ यहाँ चाहिँ लिन हिँडिरहेछ अगाडि के अरे बर्खामा चाहिँ फेरि चिप्लेर कहाँ पुगिन्छ थाहा हुँदैन यहाँ दिदी हुन्छ र त्यस्तो त्यस्तो हुन्छ ए हुन्छ नि साँच्ची हाम्रो त्यो ठुलो बाटोमा पो हुँदैन त नि त्यस्तै छ है साथीहरू अघि आउँदा अर्कै बाटो आइयो फर्किँदा अर्कै बाटो तोरी मजाले फुलेको रहेछ खोलिदिनु पर्ने बाख्रा हजुर के भयो अरे यस्तो छ है हजुर आए गले यहाँ स्कुलमा बनाऊँ न यस्तै छ है साथीहरू यो चाहिँ म पढेको स्कुल हो ल यस्तो छ यही स्कुल हो म 12सम्म पढेको चाहिँ यसको शाखा चाहिँ पर पनि छ यहाँ चाहिँ अलिकति छ यस्तो छ है कति रमाइलो हुन्थ्यो भने नि यो स्कुल देखेर मेरो भिडियो हेर्नेले त साथीहरूलाई पनि पुरा याद आइरहेको होला है लु है हामी पढेको यहीँ हो बाजेको पनि यहीँ हो बाँच्दै जोत्दै पढ्दै 12 पढिसकेर चाहिँ को कता भएको ठाउँमै यो चाहिँ बाँसघारीमा हावा चाहिँ होइन कि यहाँ माथि स्कुल डाँडा आएको थियौँ अनि त्यहाँबाट चाहिँ फर्किँदैछौँ बडाहरूकोबाट त्यही छ है डाँडा डाँडाहरू कस्तो राम्रो देखिँदो रहेछ कोही छैन गोदकमा बेरोजगारी हामी 3 जना है 1 नम्बरमा म 2 नम्बरमा भाउजू 3 नम्बरमा लिन म यहाँ पसलमा जान्छु अनि गोलकुस सोधेर किन्नु पर्ने छ साथीहरू हाम्रो गोदकबाट इलाम जानु चाहिँ ठ्याक्कै 23 किलोमिटर रहेछ है साथीहरू कोकोलाई थाहा छ पनि यो ठाउँ हामी पढेको स्कुल यो है अर्को चाहिँ यो हो अर्को चाहिँ अनि यहाँ मैले भिडियो बनाएको देखेर के भन्छ बहिनी चाहिँ एकदम सपोर्ट गर्छु है यस्तो राम्रो लड्कीहरूको बेरोजगारी लड्कीहरू यहाँ चाहिँ स्कुल हल्का जुम गरेर हजुरहरूलाई देखाउँछु ल यस्तो छ गाइस अहिले चाहिँ म घर आइसकेँ अनि घर आएर मलाई चाहिँ एकदम टाउको दुख्यो क्या त्यो अघि घाममा हिँडेकोले गर्दाखेरि अनि भ्लग इन गरेको थिइनँ अब चाहिँ म भ्लग इन गर्छु हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला मेरो भिडियो हेरिदिनु होला भन्दै आजको लागि हस् त बाई बाई